अहिले चाहिँ यहाँनिर मेरो प्यारो अक्कु, सामेल अक्कु, आन्यु र मायाल भाइ आउनु भएको छ मलाई हेर्नु। अक्कु तपाईँहरूलाई बिचारा दुःख भयो। होइन अब दुःख सम्झिनु भएन नि, यो हाम्रो परम कर्तव्य हो। धेरै दिन अगाडिदेखि सुनेको बिमार छ भनेर, तर समय नै पाउन सकिनँ र आज चाहिँ जबरजस्ती समय निकालेर हाम्रो पूर्व जिल्ला भनौँ हाम्रो प्यारो छोरी फुर्मितलाई भेट्नु आएको र यस्तै बिमारीहरूलाई बुढाबुढीहरूलाई भेट्ने हाम्रो इच्छा भइ नै रहन्छ र धेरै जग्गा हामी पुग्न सक्यौँ। जस्तो अब याफत राई जो बिमारी अवस्थामा हुनुहुन्छ, उहाँको आमा बित्नुभयो, उहाँ पनि आयौँ। अनि साथैमा हाम्रो श्रीबहादुर पनि साह्रो बिमार हुनुहुन्छ र उहाँको परिवारलाई पनि भेट्ने मौका पाएँ। अनि घरकी आमाले छोडिराखेको हाम्रो रामजित राईलाई पनि भेटेर सान्त्वनाहरू दिइराखेँ र म चाहिँ जति सम्झिन्छु जम्मै बिमारीहरूलाई भेटौँ, सान्त्वना दिउँ, बुढापाकाहरूलाई हौसलाका कुराहरू राखौँ, इन्करेज गरौँ भन्ने विचार भएको मान्छे हो र आफू एकदमै अगाडि बढेर एउटा नमुना देखाउँ भन्ने पनि मेरो पहिला सुरुदेखिको सोच हो र आज चाहिँ एकछिन यहाँ फुर्मित छोरीलाई भेट्नु आएको, तर हाम्रो निकै लामो गफसफ हुँदैछ नि। हजुर, बल्ल बल्ल भेटेको, बात मार्नु पर्यो नि अर्को। अन्त तपाईँ त फेरि पुरा ह्यान्डसम हुनुभएछ हो, यङ न यङ देखेँ त म त आफूलाई त। होइन, खुसी लाग्छ मलाई पनि नि। हजुर, यो चाहिँ म सबै मान्छेलाई भन्छु ईश्वरको आशीर्वाद। हजुर, सक्दिनँ भन्दै बस्यो, ढिलो उठ्यो, अल्छी गऱ्यो भने यस्तो प्रकारको शरीर मान्छेको बनिनु सक्दैन नि त। मेरो उठाइ छिटो हुन्छ, सुताइ पनि अलिकति छिट्टै हुन्छ। हजुर, कति बजी उठ्नुहुन्छ तपाईँ? म 3:30-4 बजी हो। हजुर, बिहानै उठेर पानी तताएर ब्रस गरेर सबै खानासाना म मान्छे बसाइराख्छु। दाल उसिन्नु छ भने त्यो धुइ धाइ गरेर उसिनिराख्छु र घर आमालाई त मजा रहेछ त। अन्त त्यति जेलसम्म चाहिँ आमालाई रेस्ट गर्नु दिन्छु। हजुर, उहाँ पनि 5:30मा उठ्नुहुन्छ। हजुर, मुख धोएर सफा भएर चाहिँ फेरि हामी प्रेयर गर्छौँ। प्रेयरको बादमा चिया चमेना, कहिले कफी, कहिले बिस्किट, भुजाहरू लिएपछि चाहिँ हामी बिहानको ड्युटीमा लाग्छौँ। प्राय 1 घन्टा जस्तो गाई स्याहार्नु, धुनु, सोर्नु, खसीलाई दाना पानी, सुँगुरलाई चारो सब सकेर हामी फर्किआएर फेरि कुखुरा पालेको छौँ बस्तीको। कुखुराहरूलाई चाहिँ केटाकेटीले अक्कुले त मलाई सबै घरकै उठाएर ल्याइदिएछ है। हजुर, यो अर्ग्यानिक है फेरि। ए हजुर, अर्ग्यानिक एकदमै त्यो राम्रो खालको हो। हजुर, यो कलिलो पनि छ। हजुर, भर्खर हिजोदेखि बाँच्नु थालेको। ए हजुर, छैन नि। यो दुध पनि अर्ग्यानिक हो फेरि। ए हजुर, कुनै त्यो प्याकेटको होइन, एकदमै घरकै होला हो। घरकै बस्तीको गाईलाई हजुर धोएर चाहिँ सम्झेर तन्दुरुस्ती होस्, हेल्दी होस्, बिमारी भनेर चाहिँ अब ल्याइदिएको। अब यो राम्रोसँग खुसी साथ पिउने अनि सुप पनि खाने, मासु खाने र छिट्टै तन्दुरुस्ती भएर हेल्दी भएर चाहिँ अब समाजको काममा अगाडि बढ्नुपर्छ। किनभने समाजको काम हामीले संसारमा बस्दै गऱ्यौँ भनेदेखि चाहिँ त्यो चाहिँ हाम्रो लागि एकदमै ठुलो ड्युटी कर्तव्य हो भनिकन सम्झिन्छु। म पनि रिटायर भएँ, 5 महिना भयो र अहिले समाजको सेवामा लागि परेको छु। त्योभन्दा पहिला चाहिँ ईश्वरको सेवामा एकदमै बेसी ध्यान दिँदैछु र यो कुरालाई सुनेर हाम्रो छोरी फुर्मितले पनि अब आफूलाई एकदमै दुःख मानेर राख्ने होइन र आँट लिएर चाहिँ अगाडि बढ्ने, हामी मिलेर समाजको काम गरौँ, समाजलाई एउटा एक्जाम्पल देखाउँ भन्ने मेरोबाट चाहिँ छोटो सुझाव यही नै छ। हुन्छ अक्कु। अब म जाति भएपछि अक्कु कता कता हुन्छ जानुपर्छ, जाउँ न ल अक्कु। पहिला जस्तो खुट्टा लिनु पर्दैन। हजुर, सबै जग्गा गाडी पुगिहाल्छ, ड्राइभर पनि चाहिँदैन। हजुर भइहाल्छ। हजुर, म लिन आउँछु नि अक्कुलाई। हुन्छ हुन्छ।